नमस्ते एन्ड गुड मर्निङ सबैजनालाई होइन। आज चाहिँ हामी साली नदी टुर जाँदैछौँ। अब साली नदीमा अब के देख्छौँ तपाईँहरूलाई जस्ताको त्यस्तै देखाउँछौँ। तर म बाटोको भिडियो चाहिँ खासै बनाउँदैन, यहाँनिर बाइक रेडी भइसक्यो। अब हामी साली नदी जाँदैछौँ। साली नदीको लाइभ भिडियो देखाउने नै छु, हेर्दै गर्नुलाई। साली नदीमा बसेर पार्किङ कहाँ रे बाबु भन न, यहाँ ब्लगमा आउँछ नि त। यता यता बिस्तारै भन्दैन नि त। है जाऊ यता पार्किङ पार्किङ यता भन्नुपर्छ कि बाबु, त्यो एलिसी राईले जस्तो है। भ्लगिङ है। अब चाहिँ मन्दिरतिरको भ्लग आउँछ। अनि पुरै सेल लागिरहेछ यतातिर। यो चाहिँ साली नदीको के हो, यो बस पाएको हो। यो साली नदी बस पाएको होइन, बस पाएको त होला। अनि त्यसपछि यताबाट जाने हो, यता तल बाटो क्रस गरौँ न। बाइक जानु दिँदै रहेछ, तर त्यस्तो साह्रो भिडभाड चाहिँ छैन। ल साली नदी जाँदैछौँ। यहाँ तल हो साली नदी। अनि यहाँनिर मेला लागिहाल्छ। यस्तै हो, वर्षैमा साली नदीको मेला लाग्छ। सामानहरू सस्तो सस्तो पाउँछ। अहिले पालि चाहिँ पानी पनि हालेर रहेछ ल। आकाशबाट पऱ्यो होला नभन्नु है साथीहरू, पानी हालेको भने। कभरहरू सस्तो सस्तोमा एकदम हरेक सामान 10 रुपियाँमा। ल यहाँ त गाडी आउँदो रहेछ त है। अनि त्यस्तै छ माहौल यहाँको। यस्तो किनिदिनुपर्छ है छोरालाई, यहाँ हेर्दै यस्तो यस्तो किनिदिनुपर्छ छोरालाई है गाइस। ल अहिले पछि आउँछ है, सम्झाइरहनु पर्ने त भिडियोमा। अनि लाज लाग्छ क्या साथीहरू। यो त के हो, डुप्लिकेट जस्तो छ त। कति ठुलो ठुलो हो चेरी पनि, इन्डियाबाट आयो क्या हो। ल झोला झोलाहरू मेला लागिरहेको छ। सबै किन्न मन लाग्छ, तर के गर्ने, पैसा छैन। सबै जे देख्यो त्यही किन्न मन लाग्छ, गोजीमा दाम छैन। सरी, जे देख्यो त्यही किन्न मन लाग्छ, गोजीमा दाम छैन भन्नेवाला डाइलग फेमस गर्नु पऱ्यो आज। अहिले फर्केर आउने हो नि त। खै हेरौँ दाइ, अनुहार देखाउनु त राम्रोसँग। ल अनुहार हेर्नु रे, अनि राम्रोसँग हेर्नु पऱ्यो होइन। ल हेर्न आएको हेर्नु पऱ्यो नि। यहाँ झुन्डिरहेको छ कपडाहरू, यस्तो दामी दामी कपडाहरू। ल साली नदीमा त जताततै मेला लागिरहेछ होइन। अब त्यही हो, मेरो अनुहारमा चाहिँ कति देखाउनु, फेरि हेर्दा त वाक्क लागिसक्यो।
साली नदीको दर्शन गरियो। त्यसपछि खुवा चाहिँ खासै खान मन लाग्दैन, दाँत कमजोर छ। दाँत दुखिहाल्छ गुलियो खाएपछि। ल अनि साली नदीको दर्शन गरियो, चस्मा ढक्क किनियो। अनि त्यसपछि लिएर रथ लाएर यस्तो छ। यहाँबाट साइड लाग्दैछ, यस्तो छ यहाँको माहौल। अलि भिडभाड हल्का छ, देख्न सक्नुहुन्छ। मिठो मिठो कुराहरू यता छ, एकदम मगमग छ। मुखबाट पानी आउला है फेरि। है झन् झन् भिडभाड पर्दैछ। टाढाबाट भक्तजनहरू आउनु भएको छ होला। यहाँनिर यस्तो छ माहौल। गेट भइ त माथि हो। त्यहाँबाट सेल भन्दै सेल त यहाँ रहेछ खासमा है साथीहरू। ल घाम लाएर हो क्या हो, कस्तो ह्यान्डसम देख्यो हौ गाइजहरू। ल साली नदीको दर्शन गरेर हामी ब्याक भइसक्यौँ। अब बाटोमा मस्त खानुपर्छ टन्न। यहाँ खेलौनाहरूको गोदाम रहेछ। ओ गन देखेर डर लाग्यो भनेर होइन, कलि हो क्या फेरि डराउनु पर्दैन साथीहरू। ल यस्तो रहेछ, माथि पनि जङ्गलको बिचमा घर बन्दै रहेछ। एउटा रोटी छ अनि यति छ। यतिको चाहिँ प्राइस चाहिँ 300 रुपियाँ है। मेला अवस्थामा यस्तै हो होइन। सेट त कडै रहेछ नि त गाइजहरू। मसेउरा र आलु मात्रै छ। यति छ, यतिको 300 रुपियाँ। ल मस्त खाइदिउँ बस। खै त मैले सोचेँ त झेरी सेरी आउँछ भनेर। यति रोटी र यो 300 रुपियाँ। ल गाइजहरू एउटा रोटी छ अनि यति छ। यतिको चाहिँ प्राइस चाहिँ 300 रुपियाँ है। मेला अवस्थामा यस्तै हो होइन। सेट त कडै रहेछ नि त गाइजहरू। मसेउरा र आलु मात्रै छ। यति छ, यतिको 300 रुपियाँ। ल मस्त खाइदिउँ बस। खै त मैले सोचेँ त झेरी सेरी आउँछ भनेर। यति रोटी र यो 300 रुपियाँ। ल गाइजहरू साथीहरू साली नदीको दर्शन गरियो। अब चाहिँ हामी फर्किँदैछौँ। यहाँनिर बाइक राखेको थियो पार्किङमा। अनि हाम्रो भाइहरू यहाँ छ। एकजना सब्सक्राइबर बढाए त्यसपछि ल